भ्रष्टाचार छानबिनको निम्ति आयोग बनाएको खै खै भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कसरी, यो ठुलो प्रश्न। हामीले खोजेको सुशासन पनि हो र जेनजीको मुभमेन्टको पहिलो माग, सबभन्दा ठुलो माग भनेकै यो भ्रष्टाचार विरुद्धको आन्दोलन थियो नि। यसमा चाहिँ वर्तमान सरकारको अब भनेको 1 महिना बितिसक्यो, अबको प्राथमिकता भनेको विशेष किसिमको छानबिन आयोग गठन गर्ने। 47 सालदेखि नभए नि कमसे कम 2063 साल यताको कमसे कम नीतिगत भ्रष्टाचारहरू कहाँ भयो, कुन मुद्दामा, कुन विषयहरूमा राजनीतिक संरक्षणले गर्दा, पोलिटिकल प्रोटेक्सनले गर्दाखेरि फाइलहरू दबाइयो, कारबाही गरिएन, मुद्दाहरू अगाडि चलेनन्। यो पोलिटिकल प्रोटेक्सनमा रहेका केसहरू, पोलिसी लेभलमा हुने करप्सनहरू, त्यस बाहेकको ठुला दलका ठुला नेताहरूको सम्पत्तिको स्रोतको छानबिनहरू गरेर बल्ल एउटा छानबिन आयोग बन्यो। उसले प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदन अनुसारका ठुला नेता, ठुला कर्मचारीहरूलाई कारबाही गर्न सक्ने वातावरण निर्माण भयो भने के भइदिन्छ भन्दाखेरि कति धेरै पुराना अनुहारहरू आउने निर्वाचनमा आउन पाउँदैनन्, नयाँ फेसेसहरू देख्न सक्छौं। हामीले खोजेको सुशासन संस्थागत हुन सक्छ, इन्स्टिट्युसनलाइज हुन सक्छ। तर यसरी विशेष किसिमको चाहिँ आयोग गठन भएन, छानबिनको तर्फ यो हामीले चाहिँ बाटो चाहिँ रोजेनौं भने नियमित रूपमा त भ्रष्टाचारको निम्ति, भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम त आयोगले गरिराखेकै छ। आयोगले सानो माछा समाउला, ठुलो माछा छुटौला, त्यो तर्फ चाहिँ त्यता जानु भएन। सरकारले अहिलेको अन्तिम विकल्प भनेको जति सक्दो चाँडो हुन्छ एउटा आयोग गठन गर्ने, भ्रष्टाचार नियन्त्रणको निम्ति चाहिँ जनतामा एउटा कन्फिडेन्स चाहिँ भर्ने। ल है, हामी लागि परेको छौं, कोही पनि भ्रष्टाचारी चाहिँ छुट्दैनन्, भ्रष्टाचारीहरू दण्डित हुन्छन् भन्ने एउटा सन्देश राम्रो जान्छ जस्तो मलाई लागेको छ। र यो हुनु पनि पर्छ। यसको निम्ति तपाईँ हामीले जोरदार अपिल पनि गर्नुपर्छ।